अन्जना राणा मगर टु एपीएफ बजारमा जे हल्ला थियो आखिर त्यो सत्य साबित भएको छ। केही दिन यता नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अन्जना राणा मगरको विषयमा बजारमा चर्चा चलिरहेको थियो। अन्ततः उक्त चर्चा अहिले सत्य साबित भएको छ। अन्जना राणा मगरले अब एपीएफ फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्ने भएकी छिन्। सो अन्जना टु एपीएफ यो कन्फर्म भएको छ। अन्जना त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्दै आएकी थिइन्, तपाईँ हामी सबैलाई थाहा छ नै। तर अब चाहिँ अन्जनाले आर्मीबाट होइन कि एपीएफबाट खेल्ने गरी नयाँ सिजनको लागि अग्रिमेन्ट पनि गरेकी छिन्। सो अन्जनाले 9 वर्ष आर्मीबाट खेलिन्। उनी करारमा थिइन् खासमा आर्मीमा, र आर्मीसँगको 9 वर्षको यात्रा उनले टुङ्गाएकी छिन् र साइन गरेकी छिन् एपीएफ फुटबल क्लबसँग। र अन्जनालाई साइन गरेपछि एपीएफको टिम अब थप स्ट्रङ हुने पक्का नै छ। यसको अर्थ फेरि अर्को के छ भने अर्कोतर्फ चाहिँ सावित्री किशन अब एपीएफको दोस्रो रोजाइको गोलकिपर बन्ने छिन्। किनकि एन्जिला तुम्बापो सुब्बा जब लिग खेल्नको लागि ग्रिस गइन् त्यसपछि सावित्री किशन पहिलो रोजाइको गोलकिपर थिइन् एपीएफमा, र यस्तै गरी झरना डुम्राकोटी चाहिँ दोस्रो रोजाइको गोलकिपर रहेकी थिइन्। तर अब अन्जना पहिलो रोजाइकी गोलकिपर बन्ने छिन्, यसमा कसैको डाउट छैन। र यसले एपीएफमा थप एक राष्ट्रिय टिमको खेलाडी थपिएका छन्, र अन्जना राष्ट्रिय महिला फुटबल टिमकी पनि गोलकिपर हुन्। र रोहतकबाट खेल्दा नै अन्जनाले चाहिँ राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरिसकेकी थिइन्, र उनले उमेर समूहको टोलीको कप्तानी पनि गरिसकेकी छिन्। र उनले आफ्नो करियरमा अझ सहयोग पुग्ने लक्ष्यसहित एपीएफको यात्रा तय गरेकी हुन्। सो अब एपीएफले घरेलु फुटबलमा खेल्दा स्टार्टिङ 11 नै हेर्ने हो भने चाहिँ राष्ट्रिय खेलाडीले भरिपूर्ण हुनेछ। किनकि पछिल्लो समय जब एपीएफले खेलिरहेको छ घरेलु फुटबल, त्यसमा चाहिँ गोलकिपर बाहेक सबै राष्ट्रिय टिमका हुने गर्थ्यो। तर अब चाहिँ अन्जना आइसकेपछि जब अन्जना पहिलो रोजाइको गोलकिपर हुनेछन्, त्यसपछि एपीएफको टिम चाहिँ स्टार्टिङ 11 राष्ट्रिय खेलाडीले भरिपूर्ण हुनेछ। र यो सिजन मात्रै एपीएफले 3वटा घरेलु उपाधि जितिसकेको छ। राष्ट्रिय महिला फुटबल लिगको उपाधि जित्यो, त्यसपछि मफुसलको 2वटा टुर्नामेन्ट, इलाममा सम्पन्न इलाम गोल्ड कप, र त्यसपछि केही समय अघि मात्र चितवनमा भएको राष्ट्रिय महिला फुटबल प्रतियोगिता। यी 3 उपाधि एपीएफले जितिसकेको छ, र मफुसलको 2वटा उपाधि। र यो 2वटै उपाधिको भिडन्त जब भएको थियो, फाइनलमा एपीएफले आर्मीलाई नै हराएको थियो, र आर्मीको गोलकिपरको रूपमा अन्जना नै रहेकी थिइन्। अब भने अन्जना आर्मीबाट एपीएफको गोलकिपर बनेकी छिन्, र यो साइनिङ चाहिँ महिला फुटबलका लागि एउटा निकै चर्चाको विषय पनि बन्ने नै छ। र अब अन्जना आर्मीबाट एपीएफमा गइसकेपछि आर्मीको गोलकिपर को होला यो पनि चर्चा सुरु हुने नै छ। जे होस्, अन्जनालाई भने खेल्छ नेपाल टिमको तर्फबाट गुड लक।